यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो नेपाल आर्मीको चाहिँ स्पोर्ट जुन हुन्छ स्पोर्ट सम्बन्धी बास्केटबल गेम, त्यो बास्केटबल खेल्ने आर्मीहरूको लागि यो व्हील चेयर रहेको छ। उनीहरूले यही व्हील चेयरको माध्यमबाट चाहिँ बास्केटबल खेल्ने गर्छन्। दाइ यो व्हील चेयर जुन हाम्रो छ यो आफै पुरै गर्नुभएको छ प्रोभाइड नेपाल आर्मीलाई। यसमा के प्रब्लम आउने गर्दैछ त्यो एक्सप्लेन गरिदिनु न। जुन बास्केटबलका प्लेयरहरूले जुन खेल्छन् जुन बास्केटबल नेपाल आर्मीको, उनीहरूलाई पछि व्हील चेयरमा के प्रब्लम आउँछ त्यो एक्सप्लेन गरिदिनु। र फेरि त्यसको मेन्टेनेन्स हुन्छ कि अब फेरि त्यसलाई बदल्नु पर्छ कि के गर्नुपर्छ त्यो सबै कुरा एक्सप्लेन गरिदिनु न। यो चाहिँ यस्तो हो, यो चाहिँ नेपाल आर्मीको चाहिँ टिम, बास्केटबलको टिमको यो चाहिँ स्पोर्ट व्हील चेयर भन्छ यसलाई। यसलाई बास्केटबलै खेल्ने हो। मेनली यसमा समस्या आउनु भनेको रिङ होइन, रिङ भाँचिन्छ यसको। रिङ 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 भनेको यहाँ हुन्छ चक्काको होइन। यो चाहिँ यस्तो हुन्छ क्या, यो चाहिँ बास्केटबल खेल्दाखेरि ठोकिन्छ, यताउता हुन्छ। यो चाहिँ तपाईँको चाहिँ बार जुन छ नि तपाईँको, यसको चाहिँ यो क्लिपहरू चाहिँ भाँचिन्छ क्या। यसका क्लिपहरू या क्लिपहरू भाँच्ने ऊ हुन्छ। मेनली प्रब्लम त्यो एउटा आउँछ। अर्को भनेको यसको यो नट बोल्ड सिस्टम, यहाँको प्रब्लम किन भन्दा अगाडि गएर ठोकिने यही हो है। यो चाहिँ नेपाल आर्मी, जब नेपाल आर्मीले बास्केटबल खेल्छ अनि ठोक्ने भनेको यही हो, अगाडि नै हो। जसले पनि अब जुन अब नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि स्पोर्ट व्हील चेयर चाहिँ तपाईँको अपाङ्गहरू भएको होइन, द्वन्द्वकालमा गरेको खासमा यो। अनि यो चाहिँ अब हाम्रो चाहिँ जस राम्रो छ गेम पनि उहाँहरूको। मेनली प्रब्लम भनेको स्पोर्ट व्हील चेयरमा आउने भनेको यो तपाईँको अगाडिको फेसको आउँछ, यसको नट बोल्टु आउँछ होइन। यसको नट बोल्टुहरू चाहिँ आइरहेको हुन्छ, यसमा नट बोल्टुहरू आइरहेको हुन्छ तिम्रो। अनि मेनली भनेको यसकै हो एरिया चाहिँ हाम्रो चाहिँ प्रब्लम आउने भएको अरे यसलाई लिएर। र अब हामीले चाहिँ यस्तो यो बनाउन पनि सकिन्छ, यस्तो नयाँ पनि न्यूमा एकदम चाहिएको खण्डमा कन्ट्याक्ट गर्दाखेरि जस्तो मोडिफाई गरेर पनि हाम्रो अरू पनि छ यहाँनिर व्हील चेयरहरू कस्टमाइज्डहरू जस्ता। यहाँ हेर्न सक्नुहुन्छ यही हो हाम्रो डी स्क्वायर ल्याब। डी स्क्वायर यसमा तपाईँहरूलाई यहाँ हेर्नु धेरै मेनली प्रब्लम भनेको यही आउने हो। यो भाँचेर चाहिँ यसै टेप्ला चाहिँ यस्तो कुच्चिन्छ नि त ठोक्दा यसलाई चाहिँ यसकै प्रब्लम आउने हो। सहिले यही क्लिपहरू भाँचिन्छ यहाँबाट होइन तिम्रो। अनि यसको चाहिँ त्यही चाहिँ प्रब्लम। अब यो चाहिँ हामीले सल्भ गर्छौँ। सल्भ चाहिँ कसरी गर्छौँ भन्दाखेरि म हजुरलाई देखाइदिन्छु। यसको यो चाहिँ त्यही प्रब्लम हुने यसमा आउने कि यसलाई चाहिँ यसरी हामीले चाहिँ सपोर्ट यहाँबाट दिएर यसमा पनि ओइलिङ यसमा पनि तपाईँको यसरी सपोर्ट दिए पछाडि चाहिँ धेरै बलियो सपोर्ट दिएर त्यसको वेल्डिङ गरिदिने। यहाँको मेन्टेनेन्स चाहिँ अब मेन्टेनेन्स यो चाहिँ हामीले गरिदिन्छौँ यहाँनिर। हरेक चाहिँ तपाईँको चाहिँ व्हील चेयरहरू पनि गर्छौँ। यो मेनली स्पोर्ट व्हील चेयर हो, उहाँहरूकोबाट चाहिँ यहीँ आउँछ। ल हस्, त्यसो भए कुनै पनि प्रकारको व्हील चेयर चाहियो भने यो डी स्क्वायर ल्याबमा बालाजुमा सम्पर्क गर्दा हुन्छ। हजुर। अनि वा कस्टमाइज पनि होस्, मोडिफाई गरेर बनाउने सबै हुन्छ यहाँनिर। हस्, तपाईँलाई पनि कुनै प्रकारको व्हील चेयरको आवश्यकता छ, कुनै पनि कस्टमाइज वा केही व्हील चेयरमा समस्या आएछ भने पनि त्यसको मेन्टेनेन्स वा न्यू डिजाइन गर्नु छ, त्यो सबै कुराको चाहिँ लागि यो डी स्क्वायर ल्याबमा सम्पर्क गर्नुहोला। अर्को छ यदेखि जेठसम्मको मान्छेको दुःखै दुःख छ। जीवन भनेकै दुःख हो, कसरी डिल गर्ने भन्ने त्यो हो। त्यसरी राम्रोसँग आफूलाई हरेस कहिले पनि नखाऊ। यो गेम छ, यही गेमको बाँच्ने आएको छ हो किन। समय काट्ने 4 घन्टा भए पनि कति रमाइलोसँग समय काटिन्छ। यही 4 घन्टा नखेलेर यहाँ जसरी बसेको हेरेर त्यही नाना थरी त्यो अहिले राजन त्यहाँ बसिरहेको छ। राजनको मनमा हजारौँ कुरा खेलिरहेको छ। त्यो हजारौँ कुरा खेल्नुभन्दा उसले के एउटै कुरामा इन्गेज भइरहेको छ। दुःख छ, दुःखमा जतिले मन के गर गरौँ बनाऊ। आफूलाई यो बाटो चाहिँ छोड्यो, गेमतिर गऱ्यो, एउटा भन्दा दुईवटा, दुईवटा भन्दा तिनवटातिर